आजको यो भिडियोमा हामी कुरा गर्छौं को बने त बालेन सरकारका मन्त्रीहरू। प्रतिनिधि सभाको निर्वाचन 2082 को निर्वाचन परिणाम अनुसार 2082 चैत्र 13 गते नयाँ सरकार पाएको छ। आजभन्दा लगभग 3 वर्ष अगाडि काठमाडौँको मेयरमा स्वतन्त्रबाट निर्वाचित भई उनी राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै प्रधानमन्त्री बनेका छन्। बालेनले 2082 चैत्र 13 गते मध्याह 12:34 को शुभ साहित्यमा शीतल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गरे। साथसाथै उनले अरू 14 जना मन्त्रीहरू नियुक्त गरेर उनीहरूलाई पनि शपथ गराएका छन्। शपथ ग्रहण लगतै भएको पहिलो मन्त्रीमण्डलको बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेका छन्। जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय पनि गरेका छन्। त्यस्तै सकिय सुधारको लागि 100 वटा कार्य स्वीकृत पनि गरेका छन्। अब कुरा गरौँ कसले के जिम्मेवारी पाए भन्ने बारेमा। बालेन लगायत अन्य 14 जना सहित जम्मा 15 जनाको मन्त्री परिषद बनेको छ। रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले आफै सम्हालेका छन्। साथै अमरेश कुमार सिंहलाई प्रस्ताव गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि उनले अस्वीकार गरेपछि हाल यो मन्त्रालय पनि प्रधानमन्त्री बालेनकै अन्डरमा छ। 15 जना मन्त्रीहरूमध्ये 2 जना मात्र यसअघि छोटो समयका लागि मन्त्री बनेको अनुभव छ। अरू सबैजना पहिलो पटक मन्त्री बनेका हुन्। राष्ट्रसभाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीका सांसदहरूबाट मन्त्री छानेका हुन्। फर्स्टमा कुरा गरौँ बालेन पछिका अर्का मन्त्री डाक्टर सोडिम वाग्ले। उनी अर्थमन्त्री हुन्। उनले तनहुँ क्षेत्र नम्बर 1 बाट चुनाव जितेर आएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति पनि हुन्। उनी मन्त्री परिषदमा दोस्रो वरियतामा छन्। अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका वाग्लेले अघि राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष भएर काम गरिसकेका छन्। राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा अन्य विभिन्न 15 वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेका छन्। वाग्लेले चैत्र 11 सम्मको आर्थिक संयन्त्रपत्र 5 दिनभित्र तयार पार्न र सरकारको निर्वाचन बाचापत्रलाई कार्यान्वयनमा ल्याउन 100 दिने अर्धवार्षिक तथा वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन्। साथै वाग्लेले विद्युतीय शासन प्रणालीलाई प्रवर्धन गर्दै पेपरलेस र क्यासलेस प्रणाली अघि बढाउने भएका छन्। वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति विशेष गरी मिडल इस्टमा देखिरहेको समस्या सूक्ष्म ढङ्गले विश्लेषण गर्दै अन्तर्निकाय समन्वय मार्फत त्यसको प्रभाव व्यवस्थापन गरिने निर्णय गरेका छन् र त्यसपछि परराष्ट्र मन्त्री बनेका छन् शिशिर खनाल। काठमाडौँ क्षेत्र नम्बर 6 बाट निर्वाचित भएका हुन्। अघिल्लो पटक रासोपा सरकारमा सहभागी हुँदा उनी शिक्षा मन्त्री बनेका थिए। गृह मन्त्री बनेका छन् सुदन गुरुङ। गोर्खा क्षेत्र नम्बर 1 बाट निर्वाचित भएर आएका हुन् सुदन गुरुङ। जेनजी आन्दोलनबाट चर्चामा आएका सुदन त्योभन्दा अघि उनी डीजेको रूपमा काम गर्थे र नाइट क्लबका ओनर पनि थिए। उनी जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा लागेका हुन्। उनले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग पनि निकटतम रहेर काम गरेका छन्। वैकल्पिक शक्तिहरू र नेताहरू बीच एकता हुनुपर्छ भनेर रासोपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह, कुलमान घिसिङलाई वार्तादेखि ल्याउनुमा उनको ठूलो हात छ। सुदनलाई अहिले धेरैले गृहमन्त्री नियुक्ति हुँदा उनका पहिलो भिडियोहरूमा असन्तुष्टि व्यक्त गरेका छन्। कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै। कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन। आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छा छैन। यो नेता सेताको स्यालेरी छोडिदिउँ ल, नराखिदिउँ यिनीहरूको है। यिनीहरूको मन्त्रीहरूको कसैले त्यो अनि गाडी लाइनै हुन्छ ट्याटेर टुट्टु गर्छन्, पाएन अब तिनीहरूले कसैले नै गर्न पाएन होइन, कसैले पाएन। अब यो नेपाली जनताको राज हो क्या यो होइन। निर्देशना के हो कसरी भन्छ यो। सुदनको नियुक्ति एकदमै अनएक्सपेक्टेड थियो। अहिले आएर हेर्दा यो नियुक्ति सामान्य नियुक्ति जस्तो देखिँदैन, बरु क्यालकुलेटिभ मुभ हो कि जस्तो देखिन्छ। उनले 24 घण्टा नपुग्दै कार्की आयोगका फाइल अनुसार काम सुरु गरिसकेका छन्। पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री हुन् सुनिल लम्साल। उनी यसअघि काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन हुँदा उनको सचिवालयमा पूर्वाधार र वातावरण विज्ञका रूपमा काम गरेका थिए। उनको नेपालको पूर्वाधार सेक्टरमा ठूलो अनुभव छ। पोखरा भैरव अन्तर्राष्ट्रिय एयरपोर्ट र सिंहदरबारको पुनर्निर्माण र सुधारमा पनि उनको योगदान छ। उनी पनि बालेन जस्तै स्ट्रक्चरल इन्जिनियर हुन्। बालेनले आफ्नो निकटतम र विज्ञ सल्लाहकारलाई भौतिक पूर्वाधार र यातायात शहरी विकास मन्त्री बनाएका छन्। ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्री हुन् विराज भक्तश्रेष्ठ। उनी यो भन्दा पहिले खेलकुद मन्त्री पनि बनेका थिए। विराज भक्तश्रेष्ठ विवेकशील साझा पार्टीबाट 2017 मा बागमती प्रदेश सभाको समानुपातिक सदस्यका रूपमा पहिलो पटक संसद बनेका थिए। पछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिन पुगे। त्यसै गरी शिक्षा विज्ञान तथा प्राविधिक र युवा तथा खेलकुद मन्त्री हुन् सस्मित पोखरेल। उनी पनि बालेन मेयर हुँदा उनका एजुकेसन
एक्सपर्ट एडभाइजर र अन्डर प्लानिङ कमिसन एडभाइजरको पनि काम गरेका छन्। सस्मित पोखरेल बालेन सरकारको स्पोक पर्सन तथा प्रवक्ता पनि हुन्। नेपालमा एजुकेसन सेक्टरमा धेरै कुराहरू गर्नुपर्ने छ। कानुनी न्याय तथा संसदीय मामिला मन्त्री हुन् सोभिता गौतम। उनी रासोपाकी दिग्गज नेत्रीमध्ये एक हो। उनी आफ्नो कामले गर्दा छोटो समयमै अत्यन्तै चर्चित र लोकप्रिय बनेकी छिन्। सोभिता चितवन क्षेत्र नम्बर 3 बाट रेणु दाहालसँग भिडेपछि चर्चाको शिखरमै पुगिन्। धेरैलाई सोभिताले राजनीतिमा लागेपछि मात्र चिनेका हुन्, तर उनी राजनीतिमा लाग्नु अघि सञ्चार क्षेत्रमा सक्रिय थिइन्। सोभिताले नेपाल टेलिभिजनमा स्वास्थ्यसँग सम्बन्धित लोकप्रिय कार्यक्रम सरकारको प्रवक्ता पनि हुन्। सोभिताले नेशनल ल कलेजबाट BA LLB गरेकी हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन् गणेश पौडेल। गणेश पौडेल 2022 को मेयरको चुनावमा पोखराको मेयरको पदमा उठेका थिए। उनी पनि बालेन जस्तै स्वतन्त्रबाट उठेका थिए। गणेश पौडेल परिचित साहित्यकार पनि हुन्। उनले पर्यटन मन्त्री भएपछि पोखरा र भैरवाको इन्टरनेसनल एयरपोर्ट सञ्चालनमा ल्याउने र नेपाल एयरलाइन्सको अपरेसनमा रिफर्म गर्ने भनेका छन्। इको टुरिज्म, संस्कृति सम्पदा, कला र संगीतको संरक्षणका कामहरू गणेश पौडेलले मन्त्री भएपछि गर्ने भनेर बाचा गरेका छन्। पानी मन्त्री हुन् निशा मेहता। निशा रासोपाको समानुपातिक तर्फको मधेसी क्लस्टरबाट संसद बनेकी हुन्। उनी सांसद र मन्त्री पहिलो पटक भए तापनि उनलाई जिम्मेवारी दिएको मन्त्रालयको उनीसँग ज्ञान र अनुभव दुवै छ। उनले नर्सिङमा मास्टर गरेकी छिन्। उनले धरान स्थित BP कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा एज अ नर्सको रूपमा 3 वर्षभन्दा बढी काम गरेकी छिन् र अन्य अस्पतालहरूमा पनि उनी आबद्ध छिन्। उनले प्रशासकीय सचिवको रूपमा पनि विभिन्न संस्थाहरूमा संलग्न भएर कार्य गरेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुन् प्रतिभा रावल। राजनीतिमा आउनुभन्दा अगाडि उनी जर्नलिजममा लगभग 10 वर्षको अनुभव लिइसकेकी छिन्। पब्लिका दिल्ली र ग्यालेक्सी फोके जस्तो मिडिया हाउसमा आबद्ध भएर काम गरेकी छिन्। उनी जर्नलिजममा ग्रेजुएट हुन्। उनी रासोपाको समानुपातिकको खस आडेतर्फबाट संसद बनेकी हुन्। अब उनले निष्पक्ष रूपमा रासोपाको मेनिफेस्टोमा भने अनुसार सहकारी पीडितको मुद्दाहरू, सुकुम्बासी तथा भूमि व्यवस्थापनमा विशेष भूमिका उनको रहनेछ। कृषि तथा पशुपन्छी विकास तथा वातावरण मन्त्री बनेकी छिन् गीता चौधरी। उनी राजनीतिमा आउनुभन्दा अगाडि कानुनी र समाजसेवामा प्रख्यात छिन्। उनी पेसाले लोयर हुन्। उनले असहाय, गरिब र अन्यायमा परेकाहरूको हक हितको लागि सधैँ आवाज उठाउँदै आएकी छिन्। उनी रासोपाको समानुपातिक तर्फबाट थारू महिला क्लस्टरबाट सांसद बनेकी हुन्। उनी सुदूरपश्चिमको पहिलो थारू महिला मन्त्री बनेर इतिहास रचेकी छिन्। उनको मन्त्रालयमा न्याय र समाजसेवाको जस्तै काम हेर्न त बाँकी नै छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् दीपक कुमार शाह। कुमार शाह पब्लिक हेल्थ एक्सपर्ट पनि हुन्। उनी राजनीतिकमा आउनुभन्दा अगाडि FHI 360, UK हेल्थ सेक्युरिटी एजेन्सी र WHO जस्तो अर्गनाइजेसनमा आबद्ध थिए। उनले मधेसका ग्रामीण भूभागहरूमा स्वास्थ्य सेवाको पहुँचको विषयबारे वकालत गर्दै आइरहेका छन्। नेपालमा वैदेशिक रोजगार व्यवस्थापन गर्दै आन्तरिक रोजगार प्रवर्धन गर्नुपर्ने रासोपाको मेनिफेस्टो अनुसार धेरै कामहरू गर्नुपर्ने छ। साथै सामाजिक सुरक्षा योजना पनि लागू गर्नुपर्ने छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन् सीता बाधी। सीता बाधी समानुपातिक समुदाय वा बाधी समुदायबाट मन्त्री बन्ने प्रतिनिधि भएर इतिहास रचेकी छिन्। उनी रासोपाको समानुपातिक दलित महिला क्लस्टर तर्फबाट सांसद बनेकी हुन्। उनले सीमानाकृत वर्गको महिलाहरूको सशक्तिकरण र बालबालिकाको मुद्दामा काम गर्दै आएकी थिइन्। सीताले चुनी खेलमा हस्तकला व्यवसाय सुरु गरेर दुर्गमका विपन्न महिला र बालबालिकाहरूलाई शिक्षा र रोजगारी दिने माध्यम बनेकी छिन्। उनले दर्जनौं महिलाहरूलाई आत्मनिर्भर बनाएर समाजमा एउटा उदाहरणीय परिवर्तनको जग बसाएकी छिन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् डाक्टर विक्रम तिमल सिन्हा। उनी पहिले रेडियो सगरमाथामा प्रोग्राम प्रोड्युसर र प्रेजेन्टर भएर काम गरेका थिए। त्यसैसाथै उनले त्रिभुवन युनिभर्सिटीमा मास्टर अफ गभर्नमेन्ट एन्ड एन्टी करप्सन स्टडिज प्रोग्राम अन्तर्गत डिप्लोमेसी एन्ड इन्टरनेसनल ल विषय पढाउँथे। उनी अस्ट्रेलियामा हुँदा ब्रिस्बेनको नेपाली एक्सप्रेसमा एक्जिक्युटिभ एडिटर अनि सिडनीको साउथ एसिया .com मा एडिटोरियल एडभाइजरको रूपमा पनि काम गरेका छन्।